अब यमराज देख्ने बित्तिकै उहाँलाई कस्तो लाग्यो भनेदेखि यमराजले अब यहाँबाट छोड्नु मिलेन, यमराजकै कारणले हामी सबैको मृत्यु हुने हो, यसलाई बाँड्नु पर्यो भनेर तान्त्रिकहरूद्वारा यमराजले बाँड्ने। हाम्रो एउटा चाहिँ काठमाडौँमा एउटा कस्तो छ भनेदेखि इन्द्रलाई पनि बाँड्ने र यमराजले पनि बाँड्ने, हामी कति शक्तिशाली होला। अब त्यो बाँड्दाखेरि यमराजले के भन्यो भनेदेखि मेरो आफ्नो काम छ भाइ, मलाई छोडिदिनुहोस्, मैले के बिगार गरेर छोडिदिनुहोस् भन्दाखेरि तिमीलाई त म छोडिदिन्छु, तर हाम्रो आयुसँग खेलवाड गर्न पाइँदैन, हाम्रो आयुलाई चाहिँ बढाउनु पर्यो। जति तिमीलाई आयु दियो त्यस बेला त अब लङ्गजिभिटी धेरै कम थियो होला, 30-35 वर्ष भन्दा पनि बढी थिएन होला। आयु बढाउनु पर्यो भन्दाखेरि अब आयु बढाउनलाई मैले होइन, अब यहाँ एउटा अर्को लोकेश्वर उत्पत्ति हुन्छ, उहाँबाट आयु बढाउने काम हुन्छ। यस्तो भइरहेको बेलामा एकचोटि जमल जुन चाहिँ अहिले जमल रानी पोखरी पछाडि त्यो जमलमा सेतो मच्छरनाथको रथ पनि बनाइन्छ। त्यहाँ रथ बनाउनु पर्ने कारण के हो भनेदेखि सेतो मच्छरनाथ त्यहाँ भेट्टाएको रहेछ, त्यहाँ किसानहरूले खेत जोत्दाखेरि त्यो उत्पत्ति भएको मच्छरनाथ, सेतो मच्छरनाथ उत्पत्ति भएको कहानी म यहाँले सुनाउन चाहेँ। र पछि चाहिँ उहाँले जनबहालमा स्थापित गरेर अनि जनबहादुरको जात्रा सुरु भयो। र उहाँको अब तिहार जुन चाहिँ मैले भनिरहेको छु आयु बढाउने तिहार उहाँको हो। अहिले अर्को एउटा सेतो मच्छरनाथ छ नाला बनेपा, जहाँ मेरो जन्म ठाउँ बनेपा हो। मलाई गर्व पनि लाग्छ, सृष्टिकान्त लोकेश्वर भएको ठाउँमा मेरो जन्म भएको हो, मेरो जन्म मृत्यु हो। र रातो मच्छरनाथ जहाँ छ त्यहाँ मेरो चाहिँ विगत 55 वर्षदेखि मेरो कर्मठलो यही हो। अब मलाई बनेपालीले भन्न छोडिसकेँ, किनभनेदेखि बनेपामा म धेरै कम जाने गरेको छु। र सृष्टिकान्त लोकेश्वरको कहानी यति धेरै विशाल छ है, यसलाई चाहिँ यो 15 मिनटको समयले मलाई पुग्दैन, तैपनि छोट्याएर म भन्ने कोसिस गर्नेछु। सारा सृष्टिको मालिक, सृष्टि गर्ने हामीले ब्रह्मा भन्छौँ र ब्रह्माको पनि सृष्टि गर्ने सृष्टिकान्त लोकेश्वर भन्ने कुरा किताबहरूमा लेखिएको छ। भन्दाखेरि हाम्रो यो 4वटा जो मच्छरनाथ काठमाडौँ भ्यालीमा छ, त्यो भ्यालीमा भएको मच्छरनाथ त यो सारा पृथ्वी, सारा ब्रह्माण्डलाई चाहिँ रक्षा गर्ने हिसाबले अगाडि आएको छ। अब छोटकरीमा म रातो मच्छरनाथमा जान्छु। रातो मच्छरनाथ कामारू कामख्यबाट ल्याएको भन्ने हामीले पढ्दै आयो। हाम्रो किताबमा कामरू मात्रै लेखेको छ, वास्तवमा कामरूप हो। कामरूपको कामाख्यबाट ल्याइएको कुरा हामी सबैले सुन्दै आएको, बच्चैदेखि सुन्दै आएको। अहिले पनि यसलाई चाहिँ कसैले पनि च्यालेन्ज गर्न सकेका छैन। त्यहाँबाट ल्याएको होइन भन्ने चाहिँ कसैले भन्या पनि छैन। त्यहाँबाट ल्याएको होइन भनेपछि कहाँबाट ल्याएको भन्ने प्रश्न आउँछ, कहीँबाट त ल्याएको होला। हुँदा चाहिँ एउटा डिस्कसनमा के पनि आयो भनेदेखि मच्छरनाथ बुङ्गोदेव कहीँबाट ल्याएको होइन, यहीँको हो भन्ने कुरा पनि आयो है। अब यसलाई म यसरी म वजन गर्न चाहन्छु कि रातो मच्छरनाथ जसलाई हामी बुङ्गोदेव भन्छौँ, पद्म पानी लोकेश्वर पनि भन्छौँ। अब पद्म भनेको के हो त? कमलको फुल। पानी भनेको के हो त? पानी भनेको हात, हातमा कमलको फुल लिएको लोकेश्वर। लोकेश्वर भने सबै लोकको उद्धार गर्ने ईश्वर, यसरी हामी बुझ्यौँ होइन। अब यो लोकेश्वर जुन चाहिँ हाम्रो बुङ्गोदेव आसामबाट ल्याएको हो कि होइन भन्ने कुरा चाहिँ मलाई खुल्दुली लाग्यो। खुल्दुली कहाँबाट खुल्दुली सुरु भयो भनेदेखि चाहिँ यो 2011 भन्दा आजभन्दा 15 वर्ष अगाडि म आसाम पुगेको थिएँ। आसाम पुग्दाखेरि मलाई चाहिँ के खुल्दुली लाग्यो कि आसामबाट लिएर गएको मच्छरनाथ कहाँ हो त? मस्ट बी समवेयर एल्स। मच्छरनाथको ट्रेस कहाँबाट गर्न सकिन्छ?